नमस्कार साथीहरू आज हामी पेशागत विकासबाट 8वटा क्वेसन लिएर आएको छौँ। साथमा यो क्वेसनको सही विकल्प दिनेछौँ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला, किनभने तपाईहरुलाई लाइसेन्सको लागि प्लस टीएससी एक्जामको लागि धेरै सजिलो हुने गर्छ। त्यसको लागि प्र्याक्टिसको लागि एकदम राम्रो छ। अन्त्यसम्म हेर्नुहोला। क्वेसन नम्बर के छ कि आधारभूत प्राथमिक शिक्षा परियोजना 2049 देखि 2054 सम्म यसले 10 महिना तालिम सञ्चालन गरेका थिए। त्यो कति घण्टा तालिम दिन्थ्यो? यसले 10 महिना सञ्चालन गरेको थियो, प्रत्यक्ष 2.5 महिना, अनि दूर शिक्षा 2.5 महिना, फेरि दूर शिक्षा 2.5 महिना र प्रत्यक्ष 2.5 महिना गरेर 10 महिना तालिम सञ्चालन गरेको थियो। र प्रत्येक 2.5 महिना 320 घण्टाको दरले यसले दिन्थ्यो भने 4 महिनाको हुन्छ कति? यहाँ यसको सही एन्सर हुन्छ 320 घण्टा यसले दिन्थ्यो। क्वेसन नम्बर 2 मा छ अध्यापन अनुमति पत्रको आवश्यकता किन पर्छ? हामीले यो अध्यापन अनुमति पत्रको अहिले लाइसेन्सको एक्जाम दिन गइरहेको छौँ, त्यसको आवश्यकता किन पर्छ हामीलाई? अब यही कुरा बुझ्नुपर्छ। यसको यहाँ छ अप्सन ए मा छ आफ्नो पहिचानको लागि, गुणस्तर सुधार, व्यक्तिगत रुचि, समुदायको आवश्यकता। यो अरू केहीले मतलब होइन। यसको सही एन्सर हुन्छ यो गुणस्तर सुधार। किनभने गुणस्तर तपाईले कस्तो पछि गएर पर्फर्मेन्स गर्नुहुन्छ आफ्नो यो शिक्षक पेशागतमा वा पेशामा, त्यसको लागि गुणस्तर सुधारको लागि हामीले यो लाइसेन्स दिन्छ। तपाईँ योग्य व्यक्ति हुनुहुन्छ, तपाईले लाइसेन्सको लागि तयारी गर्नुहोस्। त्यसकारण यो हामीले गर्छौँ के लाइसेन्स लिन्छौँ। हामी लाइसेन्स लिनको लागि तयारी गरेर लाइसेन्स लियो, भोलिपल्ट हामी टिचर बन्नेछौँ, त्यसको लागि हामीले लाइसेन्स चाहिन्छ। लाइसेन्स किन चाहिन्छ? गुणस्तर सुधारको लागि चाहिन्छ। क्वेसन नम्बर 3 मा छ 5वटा मानवीय मूल्यहरू के हो? 5वटा मूल्य मानहरू, यसको सही विकल्प यही हुन्छ सत्य, सद्व्यवहार, शक्ति, प्रेम, अहिंसा, यही हुन्छ। क्वेसन नम्बर 4 मा असल शिक्षकको व्यक्तिगत गुण तलका मध्ये कुन हो? असल शिक्षकको व्यक्तिगत गुण तलका मध्ये कुन हो? अब यहाँ छ राम्रो स्वास्थ्य, यो पनि हो। आकर्षण शरीरको व्यक्तित्व हो, यो पनि हो। मिठो बोली वचन, यो पनि हो। रुचि एवं उत्साह, यो पनि हो। एउटा मैले बढी थपिएको छु, यसको त अझ धेरै छ। यो सबै असल शिक्षकको व्यक्तिगत गुणहरूमा पर्छ। अब शिक्षकको सामाजिक गुण तलका मध्ये कुन हो? शिक्षकको सामाजिक गुण तलका मध्ये कुन हो? अब यहाँ छ समुदायको ज्ञान, नैतिकता, मौलिकता, आत्मविश्वास। यो यसको सही हुन्छ यो समुदायको ज्ञान, किनभने यो व्यक्तिगत हो, यो व्यक्तिगत हो, यो व्यक्तिगत हो। अनि यहाँ छ असल शिक्षकको शैक्षिक पेशागत गुण तलका मध्ये कुन होइन? अब यहाँ के छ असल शिक्षकको शैक्षिक पेशागत गुण तलका मध्ये कुन होइन? यहाँ छ अध्ययनशील, विषय वस्तुको राम्रो, उत्तरदायित्व, यो तिनटै हो। यो तिनटै हो, यो होइन। त्यसकारण यसको सही विकल्प यही हुन्छ। क्वेसन नम्बर 7 मा छ शिक्षक पालना गर्नुपर्ने आचार संहिता शिक्षा नियमावली नियम नम्बर कतिमा छ? अब यो आचार संहिता हामी जुन पालन गर्छौँ त्यो नियम नम्बर कतिमा? शिक्षा नियमावलीको नियम नम्बर कतिमा छ? यसको यहाँ छ 123, 133, 136, 139। अब यसको सही विकल्प हुन्छ यही 133 नम्बरमा रहेको छ। अब यहाँ छ क्वेसन नम्बर 8 मा भौगोलिक रूपले विकट विद्यालयमा 50,000 तलका मध्ये कुन सामग्रीले गरिन्छ? भौगोलिक रूपले विकट विद्यालयहरूमा 50,000 तलका मध्ये कुन सामग्रीले गरिन्छ? चिठीले गरिन्छ, यो पनि गरिन्छ। पत्रले पनि गरिन्छ, यो पनि गरिन्छ। प्रतिवेदन, हस्तलेखन, यो पनि गरिन्छ। माथिको सबै यो सबै हुन्छ। यसको एन्सर सबै हुन्छ। साथीहरू तपाईँले यो भिडियो तपाईँले कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक गर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्नु होला। भिडियो कस्तो लाग्यो आफ्नो कमेन्टमा प्रतिक्रिया दिनु होला। यदि तपाईँ पेजबाट हेर्नु भइरहेको छ भने पेजलाई लाइक फलो गर्नु होला। धन्यवाद।